guys, welcome to my YouTube channel. It's me Pritika अनि आज चाहिँ मेरो डेली रुटिन हो मतलब कलेजमा म के गर्छु लाइक मेरो दिनभरि कसरी बित्छ कलेजमा भनेर हो है। अनि आज चाहिँ मेन चाहिँ आज म फर्स्ट टाइम ड्रेस लगाएर पनि जाँदैछु है। अनि लाइक कस्तो हुन्छ है। अनि या अब चाहिँ म रेडी हुन थाल्छु किनभने फेरि मैले अहिले लेट हुन्छ मलाई यहाँबाट जाँदा लिटरली 40 मिनट लाग्छ मलाई यहाँबाट जाँदा। सो अब चाहिँ म रेडी भएर आउँछु। म चाहिँ रेडी भइसकेँ। अब चाहिँ म जान लाग्यो र फेरि मलाई लेट हुन्छ है अब। अनि म चाहिँ जान लाग्यो। त्यहाँबाट 40 मिनट हिँड्दै जानुपर्छ। सो बाटो पुगिसक्यो है। अब चाहिँ मलाई अझ 10 मिनट जति चाहिँ लाग्छ कलेज पुग्न। अनि मेरो आज चाहिँ मेरो 4:30 बजी छुट्टी हो। अनि यस्तो झ्याउ लाग्छ दिनभरि है। त्यही अब पार्कमा पुगेँ, सङ्कलमा पार्कमा पुगेँ। हल्का छिटै पुगेछु आज, 10 मिनट अगाडि नै पुगेँ। अब यसो घाम तापेर बस्छु एकछिन अनि एकछिन पछि कलेज जान्छु। कलेज नै यहीँ हो। अनि त्यसपछि यस्तो थाकिएँ त्यहाँबाट हिँड्दै हिँड्दै आउँदा आउँदा है। अब एकछिन घाम तापेर बस्ने हो। कलेज चाहिँ आयो है। बेचिङ पार्टनर मेरो उसको ड्रेस अहिलेसम्म भनेको छैन। मैले त भनेर म खत्रै देखेर आएको छु। हाम्रो चाहिँ अहिले कति के अरे अहिले एकछिनमा 10 मिनटपछि हाम्रो क्लास स्टार्ट हुन्छ अनि हामी फेरि क्लासमा जान्छौँ। अहिले चाहिँ हामी त्यस्तै बसेको छ टाइम पास। आज सरले सोध्छ के सोध्छ आइआइटी को थिएन मैले नोट बनाएँ आधी। हामी चाहिँ आफ्नो प्रोजेक्ट गराइरहेको छ नि क्युएटी वेट लाइट तिमीले कति के आन्सर कपी देऊ न। मैले A+B अनि उसको मैले के पो निकालेको म पर्सन क्या नहीं कि म त 23 कसको 23 हो भन्दै हेरिरहेको थिएँ। 36 अर्कोचोटि अर्को महिना मैले यो गरेको थिएँ कि
हेर मैले पनि हेर 20 को लगाइदिएको हाम्रो ब्रेक हुँदैछ अनि होमवर्क गरिरहेछ घरमा होमवर्क गर्नु छैन हाम्रो मिटर बक्स चाहिँ चलाएको थियो हिजो त लाइनै नै दिनभरि म कसरी म त राति गर्छु भनेर बसिरहेको थिएँ देख्नु एउटा प्रब्लम हुन्छ कि मान्छेको ओइ क्यामेरामा आयो कति ए प्लस बी मात्रै आयो कसरी आयो हाम्रो ब्रेक रिप्रेजेन्टेसन हो न अनि मान्छे घरमा होमवर्क नगरेर मेरो ब्रेक छैन अनि लाइक फ्लो चार्ट मेरो ब्लगमा हाई भन्नु सब्सक्राइब गरेर सब्सक्राइब गरेर जोडले बोल न हल्का सब्सक्राइब गरिदिनु हाम्रोमा ब्रेक छ अहिले शान्तिले मान्छे लेखिराख्नु पढान्दासहरू यहाँ ड्रेसवालालाई कल अलिकति भएको छैन कहिले आउँदा हुन्छ भोलि हाम्रो चाहिँ ब्रेक टाइम हजुर ए ओके हस् हाम्रो चाहिँ ब्रेक हो है अनि तल लागि पनि आउँदैन कि अब चाहिँ हामी आज रिकल गर्दैछु है के थियो कलेज देखाउँछ कलेजबाट कस्तो भिड देखिन्छ है एउटा सरप्राइज पनि हाम्रो कलेजमा लिफ्ट छ वा बजाइन्छ बजाइ जुन एकदमै स्लो फङ्सन गर्छ उसको मेरो ड्रेस अझै लाग्छ भने हल्का सिन्सियर विद्यार्थी हो त्यही भएर म ड्रेसमा आउँछु चाहिँ अब हल्का सिन्सियर होइन ड्रेस बनाएको छैन गाइस धेरै अब चाहिँ हामीले लिफ्ट खोल्यो कलेज पुरै घुम्दैछ एक्लै टाढो छ 30 मिनटको ब्रेक हो त्यसपछि हाम्रो फर्स्ट क्लास सकेर 30 मिनटको ब्रेक छ अनि त्यसै अहिले चाहिँ हामी 5-6 मिनट छ ब्रेकको अनि त्यसपछि हाम्रो सेकेन्ड क्लास हुन्छ सी प्रोग्रामिङ टाइम सक्यो अब हाम्रो सेकेन्ड क्लास स्टार्ट हुन आयो 2 मिनट मात्रै छ यति छिटो सकेको कि आज कि ब्रेक सो अहिले 10 मिनट त त्यसै खानु पऱ्यो त्यसपछि उसले के त्यो लेख्दा त्यसै गयो अनि अब चाहिँ 2 मिनट मात्रै छ सब माथि गइसक्यो आज उता पुरै खाली छ है खेल्दैन म सब गइसक्यो हामी मात्रै हो लिफ्ट पनि के हो भने कहाँ छ जाडो हो भयो यत्रो लाउँदा पनि कहाँ छ आयो अब हाम्रो कम्प्युटर क्लास हो सी प्रोग्रामिङ अब हामी ह्याकर बन्छौँ ह्याकर प्रोग्रामिङको पिथा होइन हामीले ह्याकर बन्छौँ सबले सोध्छ आज मेरो लाज हुन्छ गाइस तिमीलाई के को लाज हुन्छ मलाई पनि सोध्छ त मलाई नि सोध्छ त आज मैले लाज त्यस्तो हामी तिमीलाई होइन क्या मैले 3 त गरेँ न बन्द गर ब्लग स्लो आएको है होइन हाम्रो चाहिँ क्लास सक्यो है अब चाहिँ घर जाने टाइम भयो है अनि अब हामी के अरे उतिर जानु भने भयो अब चाहिँ घर जानु लाग्यो बाहिर यति जाडो भयो भने अब घर जानु लाग्यो यही हो
बाई 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 तिमी हिँड त उठाउनु मेरो क्यामेरा समाज हिँड न सबको हामी चाहिँ जाडो भएर चाहिँ लाग्यो अँध्यारो अँध्यारो छ राति भइसक्यो 4:30-5 बज्न लाग्यो यहाँ चाहिँ लाइट रहेछ वा बाई बाई ब्लगरहरू नयाँ नयाँ मलाई मात्रै भन्छ नि उनीहरू स्न्याप के भन्छ स्न्यापर ब्लगर मैंने पायल है झनकाई अब तो कति अँध्यारो हो भने यहाँ ल यहाँ राम्ररी देखिएन है गाइजहरू यहाँ आजको हाम्रो पुरा दिन यसै नै बित्यो क्लास पढेर सब्सक्राइब गर्नु ल मेरो च्यानल भर्खरै भ्लग सब गइसक्यो हामी मात्रै मेरो भ्लगलाई हाई बनाऊ Hi guys, bye bye guys. Bye guys. Hi bro. Bye bye. Subscribe गरेर subscribe. CSIT छ त्यसमा. Subscribe गर्नु गाइजहरु है तिम्रो मेरो भ्लगमा छ अब हल्का फेमस हुन्छ ल ऊ चाहिँ हल्का एक्टिङ गरिरहेछ है अब म चाहिँ सिएसआइडी पढ्ने हो अनि के अरे अब कति फी छ भन्नुहोस् न हाम्रो फी एप्रोक्स चाहिँ 11 लाख छ अब हजुरको क्राइटेरिया हेरेर क्राइटेरिया मिट गर्यो भने चाहिँ त्यसै अनुसार हामीले हजुरलाई डिस्काउन्ट दिन सक्छौँ मैले 5 लाखमा पढ्नु हजुर त्यस्तो त अब कुनै पनि टियु एफिलिएटमा छ जस्तो लाग्दैन अब बुझ्दै गर्नुहोस् न अब एकदम राम्रो पढाइ हुन्छ हाम्रो कलेज चाहिँ अब हजुरको ल्याबहरू भिजिट गर्नुहुन्छ गाइस हामी यही बोलकर फसायो यता यता कोही टिचर मात्रै हाम्रो भ्लग हेऱ्यो भने त पैसा मार्छ हामीलाई सिसिटिभी क्यामेरा त तल बिन रहेछ अब ढिला हुन्छ ऊ यहाँ भ्लग बनाउँदै बस्दिनँ ऊ आज चाहिँ ऊ मेरो साथी है आज चाहिँ आधी बाटोको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिएर मैले नयाँ खोलेको छु ल हो हाम्रो एक भ्लग हालिसक्यो फर्स्ट डे अफ कलेज कस्टम प्राइभेट होइन फर्स्ट भिडियो हो पहिला च्यानल थियो तर त्यो डिलिट भइगयो कि सर्ट डान्स भिडियो हाल्छ तिमीलाई थाहा छ म फेरि डान्स गर्छु डान्स भिडियो हाल्थेँ तर त्यो डिलिट तिमी हो कि क्या त्यो लकडाउनमा द सिक्रेट डान्सर भनेर भाइरल एकचोटि त म होइन म डान्स नै गर्थेँ त्यो जाडोभरि गर्दै जाने हो नाइ आधी बाटोमा कलेजको भ्लगर हो कि कलेजको कहीँ अब हामीले इच्छामा सुन्छ के थाहा भोलि पर्सिदेखि पनि घरको अगाडि सब्सक्राइबर आएर के थाहा बाई बाई अलिकतिसम्म ल बाई अबि बाई बाई गर्दा चाहिँ म चाहिँ अब चाहिँ हामी घर जानु लाग्यो गाइजहरू
ऊ चाहिँ घर जाँदाको यस्तो जाडो अनि आजको दिन यसरी नै राम्रो नै बित्यो अनि घर पुग्यो थ्याङ्क यू आजको ब्लग म यहीँ इन गर्छु थ्याङ्क यू फर वाचिङ माई भिडियो प्लिज लाइक सब्सक्राइब टु माई युट्युब च्यानल